दर्शकवृन्द नमस्ते, डीबी मगर ब्लगमा यहाँहरूलाई स्वागत छ। आज अलि फरक भिडियो रहनेछ। म चाहिँ जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नम्बर 1 यो चुनीमारी भन्ने ठाउँको खेत इलाकातिर छु। एकदमै बजार सहरीकरण यदि कोलाहलमा बसेर हजुरहरु दिक्क हुनुहुन्छ भने यो भिडियो चाहिँ काम लाग्न सक्छ। एकदमै हरियाली छ हैन। हामी कृषि प्रधान देशको नागरिक। यति राम्रो धानहरू, यति राम्रो मकैहरू देख्न पाउँदा गर्वले छाती चौडा हुन्छ हैन। म पनि खेतीपाती गरेरै गरेको मान्छे हो। त्यसले गर्दा मलाई चाहिँ एकदम राम्रो लाग्छ। त्यही भएर हजुरहरुलाई के कस्तो लाग्छ? राम्रो लाग्छ भने कमेन्ट पनि गरिदिनु होला। लाइक, शेयर, सब्स्क्राइबहरु गर्न सक्नुहुनेछ। आजको भिडियो चाहिँ अलिक फरक रहनेछ। एकदमै राम्रो हरियाली। मकै यस्तो भइसक्यो हैन। हुन त यो मकै सबैतिर फल्ने हाम्रो कृषि प्रधान देश जताततै छ नि भन्ने पनि आशयको कुराहरु पनि होला। तर पनि अब यो समयमा अब चैततिर पहाडतिर त अलि ढिलै छर्ने गर्थ्यौं हामी चाहिँ। यता चाहिँ यस्तो भइसक्यो। अनि सबैतिर अहिले प्राय उजाडै हुन्छ नि त। कतिपय खेती हाम्रो यो आकाशे पानीकै उसमा निर्भर रहनु पर्ने हुन्छ। पानी पनि खासै परेको छैन। त्यस्तो समाचारहरु सुन्न पाएको छैन। त्यसले गर्दा यता चाहिँ पम्प सेटको पानीहरुबाट निकालेर खेती गरिन्छ विशेष गरी। त्यही भएर हेर्नु त मकै मैले जुम गरेर नि देखाएको छु। र हेर्नुस् यस्तो छ। एकदमै राम्रो छ। यो दृश्य हजुरहरुलाई कस्तो लाग्छ यहाँहरुले नि मन पराउनुहुन्छ होला भन्ने। एकदमै कोलाहल बजार त्यताको मात्र भिडियो ल्याउँदाखेरि हामीले गाउँघरलाई, हामीले कुना कन्दराहरूलाई, पिछडिएको ठाउँहरूलाई समेट्न सकिएन कि जस्तो लाग्छ घरिघरि। मन परे नि नपरे नि घरकोतिर नि भिडियो हालौँ भन्ने लागेर चाहिँ यो मकै यो एउटा कुना कन्दरातिरको ठाउँहरुको दृश्यहरु देखाउँदैछु मैले। ल है त। यस्तो छ। राम्रो छ, हरियाली, सुनसान छ वातावरण। कतै गाडीको आवाजहरु कतै केही सुन्न पाइदैन हैन। खासै छैन यहाँ नजिक। अब बाटो त छ, त्यति हिँड्दैन। अब व्यक्तिगत सवारी साधन लिएर हिँड्ने मात्र हो। नत्र मेन बाटो अलि पर छ। उता पर पनि छ। यो भनेको यसै खेती किसान गर्ने अनि कोही काम अलिअलि पर्नेहरु हिँड्ने मात्र हो। यस्तो छ। ल मकै चाहिँ एकदम राम्रो छ। अब म हजुरहरुलाई अलि पर यताको दृश्य यति नै खिच्दिन्छु। परतिर पनि गएर देखाउँछु है त कस्तो हो। ल हेर्नुस्। लाग्छ मन पराउनु हुन्छ होला हैन। एकदम राम्रो लाग्यो मलाई चाहिँ हरियाली। ल हेर्नुस् त। यो त कोही त पाक्नै आँटिसकेछ। छिपिसकेछ हेर्नु त। कोही छिपिसके रहेछ। यो अलि अगाडि नै छरेको होला। यस्तो नि के भिडियो बनाउनु भो भन्ने पनि लाग्छ होला। तर अब घरिघरि हरियाली यस्तो वातावरण पनि हेरौँ न। कति कोलाहल, कति उसमा सहरीकरणमा मात्र वाक्क दिक्क बस्नु भन्ने हिसाबले बनाउन खोजेको हो मेरो उद्देश्य। दुर्गम कुना कन्दरालाई पनि समेटेर भिडियो बनाऊँ भन्ने पनि हो। यस्तो छ है त। हाम्रै तराईको ग्रामीण बस्तीतिर एक दुईवटा म घर पनि देखाइदिन्छु यता तलतिर। तराईमा चाहिँ कसरी पानी लाउँछ भन्नु होला। नहर भएकोतिर त नहरबाट लाउनुहुन्छ होला। नत्र यो पम्प सेटहरु यो हुन्छ नि मोटर लाएर यस्तोमा यस्तो गरेर योबाट पानी निकालेर सिँचाइ गरिन्छ तराईमा। र दर्शकवृन्द तराईको ग्रामीण बस्तीहरु यस्तै छ। अब अलि यो भित्रभित्र यस्तै पातलो नै हुन्छ बस्तीहरु पनि। ल हेर्नु त यो फुसको टाटीहरु बेरेर घर बनाउनुहुन्छ हैन। ल तराई भन्ने बित्तिकै सबै सम्पन्न हुन्छ होला। पूर्वधाराहरु, विकासको पूर्वधाराहरु सबै पुग्ने, विकास गर्नको लागि सजिलो हुने बाटोघाटो भन्ने, बिजुलीहरु भन्ने सोच्छन् होला। तर पनि यस्तो हुन्छ हैन। तराईमा नि ग्रामीण बस्तीहरु धेरै पिछडिएको हुन्छ। ल हेर्नुस् त त्यसरी टाटी बेरेर लिपपोत गरेर। तर लिप्न चाहिँ एकदम मजाले लिप्नुहुन्छ बलियो पारेर।
यस्तो हुन्छ है त। यो तराईको ग्रामीण चाहिँ बस्तीहरू पक्की घरहरू पनि नहुने त होइन, हुन्छ, तर यो भित्रभित्रको दृश्यहरू मैले देखाएँ। सधैँ सहरीकरण सधैँ बजारको भिडियोहरू लिएर आउँदाखेरि अलिकति गाउँघरको फेरि न्याय गरेन कि जस्तो लाग्छ, त्यही भएर हो। सबैतिरको भिडियो चाहे भ्युज जाओस् नजाओस् होइन, सबैतिर समेटौँ न भन्ने कुरा चाहिँ हो है। ल अहिले फेरि ल यस्तो छ हेर्नुहोस् त, टाँटी बेरेर त्यसको फेरि माटोले लिपेर यस्तो छ यताको तराईतिरको बस्तीहरू। सबैतिर त होइन है, फेरि यो ग्रामीण यो भित्री भागहरूमा हो। अब मेन बाटोहरू उसमा त बजारतिर त फेरि राम्रो हुन्छ, कङ्क्रिटको घरहरू ठुल्ठुला बिल्डिङहरू नै हुन्छ। यो चाहिँ मैले विशेष गरी तराईको गाउँघरहरू पिछडिएको स्थानहरू देखाएको है त। हेर्नुहोस् यता मकै भर्खरै धान चामल निस्किएको छ। ल यता चाहिँ पाकिसकेको रहेछ है, मकै सुकिसकेको रहेछ। अब सुकेको मकै त खासै राम्रो नहोला होइन भिडियोमा नि, जस यताको मकै चाहिँ पाकिसकेको रहेछ। धेरै अगाडि छर्यो के अरे, सबै पाकेछ मकै चाहिँ। ल यस्तो छ भित्रतिर बस्ती। ल हेर्नुहोस् यता सबै मकै पाकिसकेको छ। यो पाकेको मकै त अब के देखाउनु, खासै राम्रो नहोला होइन। अब म अलि तल गएर, यो त पाकिसकेको छ, अहिले त हरियाली छैन होइन। ल हेर्नुहोस् यतातिरको मकै चाहिँ पाकिसकेको छ। सायद मैले योभन्दा 15-20 दिन अगाडि, लगभग 1 महिनै होला, सर्ट भिडियोहरू पनि हालेको थियो यो मकैको। त्यतिखेर चाहिँ पुरा भर्खरै बैस चालु थियो भने अहिले चाहिँ पाक्दैछ सुक्दैछ। मकैको नि उमेर गएछ भनेर बुझ्दा भयो, यस्तो छ। तर यताको चाहिँ भर्खरै सानै थियो त्यतिखेर, यता चाहिँ भर्खरका रहेछ है मकै पनि। ल यस्तो देख्न पाइयो, हेर्नुहोस् त। ल मकै यस्तो छ। ल धान चामल निस्किन आँट्दो रहेछ। ल एकतिर चाहिँ अलिक सप्रिएको रहेछ, एकतिर चाहिँ खासै छैन। भित्र त अब अलि जान सकिँदैन, सर्प होला होइन। एकदम अब खोलाहरूमा बसेर हामी बजारतिर बसेर यस्तोतिर छिर्न पाउँदा त मनै आनन्दित हुने रहेछ। ल हेर्नुहोस् भित्र पुगेर दृश्यहरू कैद गर्दैछु यहाँहरूलाई। मन चाहिँ पर्छ पर्दैन होइन, आशा छ मन पराइदिनुहुन्छ भन्ने। भित्र तर मकै चाहिँ एकदमै राम्रो रहेछ है। हाम्रो यता निस्किनै नसक्ने रहेछ, धेरै नै रहेछ। ल हेर्नुहोस् मकैको जङ्गलमा आइपुगेछ। ल घाम डुब्नै आँटेको दृश्य। ल हेर्नुहोस् त तराईमा पनि खेतीपाती सबैतिर मकै छैन, कतिपय खेतबारीहरू बाँझै छ। पाहाडमा मात्र होइन तराईमा पनि अवस्था त्यस्तै छ होइन। यो खेतीपातीले गर्दा मात्र सायद यो महँगीमा जीविकोपार्जन गर्न कठिन भएर होला। तराईमा नि विदेशिने सङ्ख्या कमी छैन, पाहाडमा जस्तै छ। ल हेर्नुहोस् त सबै बाँझो छ, त्यहाँतिर बाँझो खेती देख्न सकिन्छ। हौ त दर्शकवृन्द, यो मकैहरूको दृश्य देखाउँदै आजलाई यति। अब हजुरहरूलाई कस्तो लाग्यो होइन भिडियो, आशा छ मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै, यदि मन पराउनुहुन्छ भने लाइक सेयरहरू पनि गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु। विभिन्न कुना कन्दरा ठाउँहरू फेरि पनि अरू भिडियोहरूमा लिएर आउने बाचा गर्दै आजलाई बिदा हुन्छु। हस्त नमस्ते, धन्यवाद।